हेलो गुड मर्निङ है। अहिले चाहिँ हामी चाहिँ गोरखकाली आइयो होइन, चिलपारामा गोरखकाली दर्शन गर्न आइयो होइन। म अनि हाम्रो दाईहरू हुनुहुन्छ त्यहाँ, कान्छु दाई, मिलन दाई, मनोज दाई हुनुहुन्छ। हामी टक्क लाएर बिहान घरबाट कति 5 बजे हिँडेको, अहिले चाहिँ 9 बज्यो। 3-4 घन्टा लाग्दो रहेछ होइन। यस्तो वाइल्ड छ कि त्यहाँ अझै माथि गएर देखाउँछु म तपाईँहरूलाई होइन। अहिले चाहिँ यहाँ हल्का इन्ट्रो गरिदिएको। अब हेरौँ, यहाँको ठाउँहरू चाहिँ मलाई खतरा लाग्यो। बाटो आउँदा चाहिँ हल्का हुस्सु लाएर केही ऱ्याङ्कोट ओढेर आएको हामी त। यस्तै भयो, बिहान 3 बजे उठेर नुहाइ गरेर चिल पारा ल्याएको कि। त्यहाँ मङ्केहरू छ माथि। अब माथि गएपछि देखाउँछु है म तपाईँहरूलाई। ल एकछिनमा भेटौँला है त गाइज है। ल हेर्नु गाइज, यहाँको बाटोहरू यस्तो, यो रुख चाहिँ यस्तो राम्रो रहेछ। यो रुखिएको रुख हो दाइ, यो सम्मी हो, खतरा रहेछ रुख चाहिँ। हाम्रो अब भ्लग ढिलै, हाम्रो भ्लग आउँछ बिस्तारै, हेर्न नछोड्नु, माया देखाइदिनु। अब चाहिँ चिट्टा पारामा होइन, यो त यस्तो उस हेर्नु गाइज होइन। हामी बिच बाटोमा आधासम्म आइयो होइन। यताको बजार तपाईँहरूलाई म देखाउँछु कि। बा हेर्नु त, यस्तो वाइल्ड छ कि यता तल नि होइन। खतरा त कपाल कस्तो कहिले सही। यताबाट पनि छ कि बाटो चाहिँ हेर्नु त, वाइल्ड छ गाइज। ल एकछिनमा म देखाउँछु है तपाईँहरूलाई माथिको। सो गाइज हामी चाहिँ होइन टक्क गेटमा आइयो, टक्क मन्दिरको गेटमा आइयो। यता हामी यहाँ चप्पल जुत्ताहरू पनि कार्यक्रम भयो होइन। अब झोलाबाट झोला त्यहीँ राख्नु त्यहाँ उता नि। यता चाहिँ यस्तो रहेछ है। हेर्नुहोस्, अब हामी मन्दिरभित्र बस्छौँ है। गाइज है, लगाइज है, म मन्दिरभित्र पछि देखाउँछु हजुरहरूलाई। लगाइज होइन, हामी चाहिँ मन्दिरभित्र पस्यो होइन। मन्दिर चाहिँ यस्तो खतरा रहेछ है। टक्क पाराले यस्तो राम्रो छ क्या, वाइल्डै छ क्या है। यस यहाँ आउनु होला हजुरहरू नि, आउनु होला है। यस्तो राम्रो छ कि हाम्रो छोडिदिनु क्या। हामी एकछिन पूजासुजा गर्छौँ है। अनि यहाँको हजुरहरूलाई सिनेमेटिक सटहरू म बिचमा राख्छु, त्यो पनि देखाउँछु म बिस्तारै बिस्तारै। यस्तो राम्रो रहेछ कि छोडिदिनु क्या। तलपट्टि बाँदरहरू, यहाँ बाँदरहरू यो रुखमा छ बाँदरहरू। पूजा गर्नु राजा गोरखकाली गोरखा के अरे दाइ, गोरखकाली मन्दिर वाइल्डै छ, यस्तै छ। यहाँ हो ए। ल है गाइज है, हामी एकछिनमा देखाउँछु म तपाईँहरूलाई। फाइनली गाइज होइन, हामी चाहिँ अब पूजा गर्न लाग्छ है। चट्टापारामा पूजा गर्छौँ, दाइ पूजा गर्न जानुहुन्छ। मैले चाहिँ परेवासम्मतिर बसेछु गाइज है, पूजा गर्छौँ। अनि दाइ त्यहाँ पूजा गर्न आउनु देखाउनुहोस् दाइ। अब हामी यहाँ पूजासुजा गरिन्छ। अनि चट्टापाराले एकछिन फोटोसोटो खिचिन्छ। अनि बल्ल निस्किन्छौँ, डुल्छौँ हेर्दै गर्नु होला है के कस्तो लाग्छ। हजुरहरूले टक्क पाराले पूजा गर्न आउनुपर्छ। यस्तै छ यहाँ बबाल छ हेर्नु त। पुरानो बाबुबाजेहरूले बनाएको त बोकाहरूले त खसी बोकाहरू नि काटिएको छ। काट्ने बोका सक्कल होला नि, अब त्यही भएर आउनुभएको होला। खसीहरू लिएर सबै आउनुहुँदो रहेछ पूजा गर्न। लगाइजाइदो यस्तै हो। मैले एकछिनमा भेटौँ त। लगाइ चाहिँ हामी दर्शन गरियो, फोटोहरू नि सबै फोटो भिडियो
बजियो अब चाहिँ हामी लाग्न लाग्यो घरतर्फ लाग्यो है भ्लग चाहिँ खासै लामो भएन अब त्यही 6-7 मिनटको भयो कति भयो यसो लाइक सब्सक्राइब गरिदिनु है अब यस्तै हो बेला बेलामा टाइममा भ्लग हाल्छ देखाइदिनु है यहाँ आइयो दर्शनहरू गरियो यो रमाइलो भयो अब चाहिँ हामी निस्किन्छौँ 11 बज्नु लाग्यो अब तल गएर खाना खाएर निस्किने हो है भ्लग चाहिँ यति नै गरिदिउँ कि जस्तो लाग्यो है ल है त बाई बाई गाइज अब नेक्स्ट भ्लगमा भेटौँला है त बाई बाई पिस